नमस्ते सम्पूर्णमा आजको भिडियोमा हामी प्राविधिक सहायक प्रास सङ्घको केही महत्त्वपूर्ण प्रश्न उत्तर जो कि 2081 सालमा आउन सक्ने मोडेल क्वेसन सेट लिएर उपस्थित भइसकेका छौँ। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला भन्दै भिडियो सुरु गरौँ। प्रश्न नम्बर 1, निजामती कर्मचारी स्नातक तहमा अध्ययनका लागि मनोनयन हुँदा अधिकतम उमेर कति वर्षसम्म हुने व्यवस्था छ? अप्सन ए 30 वर्ष, बी 35 वर्ष, सी 45 वर्ष, डी 50 वर्ष। यसको सही उत्तर रहेको छ 45 वर्ष। प्रश्न नम्बर 2, विद्यालयको चिन्ह कस्तो हुन्छ? अप्सन ए तारा आकारको, बी षटकोण, सी त्रिभुज आकारको, डीमा रहेको छ चतुर्भुज। यसको सही उत्तर रहेको छ षटकोण आकारको। प्रश्न नम्बर 3, शिक्षामा सङ्घीय सरकारको तल्लो तहको प्रतिनिधिमूलक निकाय कुन हो? अप्सन ए शिक्षा तथा मानव स्रोत विकास केन्द्र, बी शिक्षा विकास तथा समन्वय इकाइ, सी विद्यालय, डी जिल्ला समन्वय समिति। यसको सही उत्तर रहेको छ शिक्षा विकास तथा समन्वय इकाइ। प्रश्न नम्बर 4, शिक्षा नियमावलीमा निम्न माध्यमिक तह कक्षा 6 देखि 8 का लागि शिक्षक दरबन्दी कतिजना हुनुपर्ने व्यवस्था छ? शिक्षा नियमावलीमा निम्न माध्यमिक तह कक्षा 6 देखि 8 का लागि शिक्षक दरबन्दी कतिजना हुनुपर्ने व्यवस्था छ? अप्सन ए 2 जना, बी 3 जना, सी 4 जना, डीमा रहेको छ 5 जना। यसको सही उत्तर रहेको छ 4 जना। प्रश्न नम्बर 5, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन कति वर्ष उमेर पुगेको हुनुपर्छ? अप्सन ए 18 वर्ष, बी 21 वर्ष, सी 25 वर्ष, डी 35 वर्ष। यसको सही उत्तर रहेको छ 25 वर्ष। प्रश्न नम्बर 6, नेपाल सरकार कार्य विभाजन नियमावली 2074 अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको कार्य क्षेत्रभित्र नपर्ने कार्य कुन हो? नेपाल सरकार कार्य विभाजन नियमावली 2074 अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको कार्य क्षेत्रभित्र नपर्ने कार्य कुन हो? अप्सन ए केन्द्रीय पुस्तकालय सम्बन्धी नीति कानुन र व्यवस्थापन, बी सीमा क्षेत्र सम्बन्धी सूचना सङ्कलन विश्लेषण र उपयोग, सी विज्ञान प्रविधि सम्बन्धी नीति कानुन र मापदण्ड, डीमा रहेको छ शिक्षा सम्बन्धी नीति कानुन मापदण्ड र नियमन। यसको सही उत्तर रहेको छ सीमा क्षेत्र सम्बन्धी सूचना सङ्कलन विश्लेषण र उपयोग। प्रश्न नम्बर 7, तल दिएका मध्ये व्यवस्थापकीय नेतृत्वको व्यक्तिगत गुण कुन हो? अप्सन एमा रहेको छ उत्तरदायित्वको बोध, बीमा रहेको छ उचित न्यायिक खुबी, सीमा रहेको छ मनोवैज्ञानिक ज्ञान, डीमा रहेको छ माथिका सबै। यसको सही उत्तर रहेको छ माथिका सबै। प्रश्न नम्बर 8, सबैका लागि शिक्षा एजुकेसन फर अल को प्रमुख उद्देश्य कुन हो? अप्सन ए प्राथमिक शिक्षामा पहुँच तथा सामान्यता सुनिश्चित गर्ने, बी प्राथमिक शिक्षाको गुणस्तर तथा सान्दर्भिकता वृद्धि गर्न, सी कार्यक्षमता तथा संस्थागत क्षमताको सुधार गर्न, डी माथिका सबै। यसको सही उत्तर रहेको छ माथिका सबै। प्राथमिक शिक्षामा पहुँच तथा सामान्यता सुनिश्चित गर्न, प्राथमिक शिक्षाको गुणस्तर तथा सान्दर्भिकता वृद्धि गर्न, कार्यक्षमता तथा संस्थागत क्षमताको सुधार गर्न, यी तीनैवटा पक्षहरू पर्ने भए। प्रश्न नम्बर 9, विशेष शिक्षा अन्तर्गत अपाङ्गहरूलाई छात्रवृत्ति वितरण तथा अन्य सुविधाका लागि अपाङ्गताको अवस्थालाई कति वर्गमा बाँडिएको छ? अप्सन ए 2, अप्सन बी 3,
अप्सन सी 4, अप्सन डी 5। यसको सही उत्तर रहेको छ 4 वर्गमा। प्रश्न नम्बर 10, आधारभूत विद्यालयको सञ्चालन अनुमति स्वीकृत कसले दिन्छ? अप्सन ए प्रदेश सरकारले, बी स्थानीय तहले, सी स्थानीय तहको वडा समितिले, डी शिक्षा विकास तथा समन्वय इकाइले। यसको सही उत्तर रहेको छ स्थानीय तहले। प्रश्न नम्बर 11, सबैका लागि शिक्षाको डकार कार्य ढाँचा सम्बन्धी विश्व शिक्षा सम्मेलन कहाँ भएको थियो? अप्सन एमा रहेको छ सेनेगलको डकार, बीमा रहेको छ थाइल्यान्डको जोमटिन, सीमा रहेको छ इन्डोनेसियाको बाङ्गुङ, डीमा रहेको छ स्पेनको सालामान्का। यसको सही उत्तर रहेको छ सेनेगलको डकार। प्रश्न नम्बर 12, सुस्त श्रवणहरूका लागि मात्र सञ्चालन गरिएको विद्यालयलाई के भनिन्छ? अप्सन ए विशेष विद्यालय, बी एकीकृत विद्यालय, सी समाहित विद्यालय, डी समावेशी विद्यालय। यसको सही उत्तर रहेको छ विशेष विद्यालय। प्रश्न नम्बर 13, निरक्षर प्रौढहरू अनौपचारिक शिक्षा कार्यक्रममा किन आउँछन्? निरक्षर प्रौढहरू अनौपचारिक शिक्षा कार्यक्रममा किन आउँछन्? अप्सन ए ज्ञान सिक्न, बी सिप सिक्न, सी सचेत बन्न, डी माथिका सबै। यसको सही उत्तर रहेको छ माथिका सबै। प्रश्न नम्बर 14, संयुक्त राष्ट्रसङ्घको बालबालिकाको अधिकार सम्बन्धी महासन्धि 1989 अनुसार बालबालिकाको लागि सीमित उमेर कुन हो? अप्सन ए 12 वर्ष, बी 14 वर्ष, सी 16 वर्ष, डी 18 वर्ष। यसको सही उत्तर रहेको छ 18 वर्ष। प्रश्न नम्बर 15, प्राविधिक शिक्षा कति कक्षाबाट सुरु भएको छ? अप्सन ए कक्षा 6 देखि, बी 9 देखि, सी कक्षा 11 देखि, डी स्नातक तहदेखि। यसको सही उत्तर रहेको छ कक्षा 9 देखि। प्रश्न नम्बर 16, शैक्षिक व्यवस्थापनको सिद्धान्त तलका मध्ये कुन होइन? अप्सन ए उद्देश्यको सिद्धान्त, बी योजना र नीतिको सिद्धान्त, सी सङ्गठनको सिद्धान्त, डी उपयोगिताको सिद्धान्त। यसको सही उत्तर रहेको छ उपयोगिताको सिद्धान्त। प्रश्न नम्बर 17, दूर शिक्षा सम्बन्धी केन्द्रको स्थापना कहिले भएको हो? अप्सन ए 2050 श्रावण 1 गते, अप्सन बी 2052 श्रावण 1 गते, अप्सन सी 2037 भाद्र 4 गते, अप्सन डी 2047 भाद्र 4 गते। यसको सही उत्तर रहेको छ 2050 श्रावण 1 गते। प्रश्न नम्बर 18, विद्यालय शिक्षाको दृष्टिकोण कुन हो? अप्सन ए लोकतन्त्र उन्मुख सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका लागि सक्षम र प्रतिस्पर्धी नागरिक विकास, बीमा रहेको छ सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका लागि सक्षम र प्रतिस्पर्धी नागरिक विकास, सीमा रहेको छ समाजवाद उन्मुख सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका लागि सक्षम प्रतिस्पर्धी नागरिक विकास, डीमा रहेको छ समावेशी र सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका लागि सक्षम र प्रतिस्पर्धी नागरिक विकास। यसको सही उत्तर रहेको छ समाजवाद उन्मुख सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका लागि सक्षम र प्रतिस्पर्धी नागरिक विकास। प्रश्न नम्बर 19, राष्ट्रिय शिक्षा पद्धतिको योजना 2028 ले निम्न माध्यमिक तहमा समावेश गरेका कक्षाहरू
कुन हुन्? अप्सन ए कक्षा 6 देखि 8, बी कक्षा 6 देखि 7, सी कक्षा 4 देखि 7, कक्षा डीमा रहेको छ कक्षा 4 देखि 8। यसको सही उत्तर रहेको छ कक्षा 4 देखि 7। प्रश्न नम्बर 20, विद्यालय क्षेत्र सुधार योजना कस्तो खालको योजना हो? अप्सन ए विषयगत, बी समष्टिगत, सी क्षेत्रगत, डीमा रहेको छ बहुआयामिक। यसको सही उत्तर रहेको छ क्षेत्रगत। प्रश्न नम्बर 21, पेशा व्यवसाय प्रविधि र विषय कुन तहमा मात्र अध्ययन गर्ने विषय हो? पेशा व्यवसाय र प्रविधि विषय कुन तहमा मात्र अध्ययन गर्ने विषय हो? अप्सन ए माध्यमिक तह 9 देखि 10, बी आधारभूत तह 1 देखि 5, सी आधारभूत तह 4 देखि 8, डी आधारभूत तह 6 देखि 8। यसको सही उत्तर रहेको छ आधारभूत तह 6 देखि 8। प्रश्न नम्बर 22, एक नर्स एक विद्यालय नामक अभियान सञ्चालन गर्ने प्रदेश कुन हो? अप्सन ए बागमती प्रदेश, बी कर्णाली प्रदेश, सी सुदूरपश्चिम प्रदेश, डी 2 नम्बर प्रदेश। यसको सही उत्तर रहेको छ बागमती प्रदेश। प्रश्न नम्बर 23, विद्यालय सङ्ख्याका आधारमा जिल्लाहरूलाई कुन कुन वर्गमा विभाजन गर्ने भन्ने राष्ट्रिय शिक्षा आयोग 2049 को प्रतिवेदनले उल्लेख गरेको छ? अप्सन ए क ख र ग वर्ग, बी क र ख वर्ग, सी क ख ग र घ वर्ग, डी क ख ग घ र ङ वर्ग। यसको सही उत्तर रहेको छ क ख ग र घ वर्ग। प्रश्न नम्बर 24, राष्ट्रिय शिक्षा आयोग 2049 को प्रतिवेदन कुन पक्षसँग सम्बन्धित छ? अप्सन ए योजनासँग, बी नीतिसँग, सी कार्यक्रमसँग, डी कार्यान्वयनसँग। यसको सही उत्तर रहेको छ नीतिसँग। प्रश्न नम्बर 25, राष्ट्रिय शिक्षा आयोग प्रतिवेदन 2049 ले गरेको सिफारिस अनुसार माध्यमिक शिक्षाको उद्देश्यमा तलको कुन पर्दैन? अप्सन एमा भाषिक व्यवहारमा सक्षम, सृजनशील र सहयोगी, बी राष्ट्रिय परम्परा र संस्कृतिसँग परिचित, सी श्रमप्रति सकारात्मक भावना र चरित्रवान, डीमा रहेको छ प्रजातान्त्रिक जीवन मूल्यसँग सचेत। यसको सही उत्तर रहेको छ श्रमप्रति सकारात्मक भावना र चरित्रवान। प्रश्न नम्बर 26, नेपालको संविधानमा कति भाग र कति धारा रहेको छ? अप्सन ए 34 धारा र 307 भाग 34 र धारा 307, बीमा रहेको छ भाग 35 धारा 308, सीमा रहेको छ भाग 33 धारा 309, डीमा रहेको छ भाग 36 धारा 307। यसको सही उत्तर रहेको छ 35 भाग 308 धारा र 9 अनुसूची रहेको छ। प्रश्न नम्बर 27, सङ्घीय संसदको सदस्य सङ्ख्या कति हुन्छ? अप्सन ए 224, बी 275, सी 334, डी 330। यसको सही उत्तर रहेको छ 275। प्रश्न नम्बर 28, नेपालको संविधानमा कुन तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने कुरा उल्लेख गरिएको छ? नेपालको संविधानमा कुन तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने कुरा उल्लेख गरिएको छ? अप्सन ए आधारभूत तह, बी माध्यमिक तह, सी पूर्व प्राथमिक तह, डी स्नातक तह। यसको सही उत्तर रहेको छ आधारभूत तह।
आधारभूत तह चाहिँ अनिवार्य र निशुल्क भनेपछि माध्यमिक तह चाहिँ निशुल्क रहने व्यवस्था गरिएको छ। प्रश्न नम्बर 29 राष्ट्रिय शिक्षा पद्धतिको योजना 2028 ले प्रत्येक वर्षमा कम्तीमा कति पटक विद्यालय निरीक्षण गर्नुपर्ने उल्लेख गरेको छ? अप्सन ए 1 पटक, बी 2 पटक, सी 3 पटक, डी 4 पटक। यसको सही उत्तर रहेको छ कम्तीमा 2 पटक। प्रश्न नम्बर 30 युएनडिपीले हरेक वर्ष प्रकाशित गर्ने मानव विकास सूचकाङ्कमा कुन पक्षको मूल्याङ्कन गरिँदैन? युएनडिपीले हरेक वर्ष प्रकाशित गर्ने मानव विकास सूचकाङ्कमा कुन पक्षको मूल्याङ्कन गरिँदैन? अप्सन ए औसत आयु, बी आम्दानी, सी आपसी असमानता, डी साक्षरता। यसको सही उत्तर रहेको छ आपसी असमानता। प्रश्न नम्बर 31 सती प्रथाबारे कुन वेदमा उल्लेख गरिएको छ? अप्सन ए सामवेद, बी ऋग्वेद, सी आयुर्वेद, डी धरुणवेद। यसको सही उत्तर रहेको छ ऋग्वेद, धनुर्वेद होला सायद। प्रश्न नम्बर 32 प्रसिद्ध धार्मिक स्थल मुक्ति क्षेत्र मुक्तिनाथको मन्दिर कुन जिल्लामा पर्दछ? अप्सन ए मनाङ, बी मुस्ताङ, सी मुगु, डी म्याग्दी। यसको सही उत्तर रहेको छ मुस्ताङमा। प्रश्न नम्बर 33 काष्ठमाण्डवको निर्माण गराउने मल्ल राजा को हुन्? अप्सन ए लक्ष्मी नरसिंह मल्ल, बी सिद्धि नरसिंह मल्ल, सी जयस्थिति मल्ल, डी जगज्योति मल्ल। यसको सही उत्तर रहेको छ लक्ष्मी नरसिंह मल्ल। लक्ष्मी नरसिंह मल्लले चाहिँ काष्ठमाण्डवको निर्माण गराउने मल्ल राजा हुन्। प्रश्न नम्बर 34 जितिया पर्व विशेष गरी कहाँ मनाइन्छ? अप्सन ए सुदूरपश्चिम क्षेत्रमा, अप्सन बी मिथिला क्षेत्रमा, अप्सन सी हिमाली क्षेत्रमा, अप्सन डी काठमाडौँ उपत्यकामा। यसको सही उत्तर रहेको छ मिथिला क्षेत्रमा। 35 नम्बर गायत्री मन्त्र मृत्युञ्जय रोग निवारण सूक्त लक्ष्मी सूक्त विवाह सूक्त लगायत 1028 सूक्त भएको वेद कुन हो? अप्सन ए ऋग्वेद, अप्सन बी सामवेद, सी यजुर्वेद, डी अथर्ववेद। यसको सही उत्तर रहेको छ ऋग्वेदमा चाहिँ 128 सूक्त भएको वेद पनि भनिन्छ ऋग्वेदलाई। प्रश्न नम्बर 36 शिक्षक पेशागत कार्यक्रम टिबिडीले विशेष गरी लक्षित गरिएको पक्ष कुन हो? अप्सन ए शिक्षक तालिमलाई स्थानीय तवरमा सञ्चालन गर्नु, बी शिक्षक तालिममा आर्थिक लगानी कम गर्नु, विद्यालयका विविधतायुक्त आवश्यकता ध्यान दिनु, शिक्षण सुधार योजनालाई व्यावहारिक रूपमा लागू गर्नु। यसको सही उत्तर रहेको छ शिक्षण सुधार योजनालाई व्यावहारिक रूपमा लागू गर्नु। प्रश्न नम्बर 37 विगतमा शैक्षिक जनशक्ति विकास केन्द्रले प्रदान गरेको सेवाकालीन शिक्षक तालिम कति घण्टाको थियो? अप्सन ए 1020, बी 1120, सी 1220, डी 1320। यसको सही उत्तर रहेको छ 1320 घण्टा। प्रश्न नम्बर 38 राष्ट्रिय शिक्षा पद्धतिको योजनाले विद्यालय निरीक्षण कति प्रकारका हुन्छन् भनेर भनिएको छ? अप्सन ए 3, बी 2, सी 4 र डीमा रहेको छ 5। यसको सही उत्तर रहेको छ 2 प्रकारका। प्रश्न नम्बर 39 विद्यालय निरीक्षणमा स्रोत केन्द्रको अवधारणा कुन परियोजनाले कार्यान्वयनमा ल्याएको हो? अप्सन ए प्राथमिक शिक्षा परियोजना, बी विज्ञान शिक्षा परियोजना,
सी आधारभूत तथा प्राथमिक शिक्षा परियोजना, डी ग्रामीण विकासका लागि शिक्षा परियोजना। यसको सही उत्तर रहेको छ ग्रामीण विकासका लागि शिक्षा परियोजना। प्रश्न नम्बर 40, विद्यालयमा कस्तो काम गर्नेलाई उत्तम सुपरिवेक्षक भनिन्छ? अप्सन ए मा रहेको छ शिक्षकको मूल्याङ्कन गर्ने उद्देश्यले कक्षा निरीक्षण गर्ने। बी मा रहेको छ शिक्षकलाई सृजनात्मक र पेशागत सहयोग गर्ने। सी मा रहेको छ शैक्षिक प्रशासनिक अधिकारको प्रयोग गर्ने। डी मा रहेको छ शिक्षकलाई स्तरयुक्त शिक्षण गर्न निर्देशन गर्ने। यसको सही उत्तर रहेको छ शिक्षकलाई सृजनात्मक पेशागत सहयोग गर्ने। प्रश्न नम्बर 41, तलका मध्ये निर्णयात्मक मूल्याङ्कन कुन हो? अप्सन ए एकाइ परीक्षा, बी त्रैमासिक परीक्षा, सी अर्धवार्षिक परीक्षा, डी अन्तिम परीक्षा। यसको सही उत्तर रहेको छ अन्तिम परीक्षा। प्रश्न नम्बर 42, निरन्तर विद्यार्थी मूल्याङ्कन कस्तो प्रकारको मूल्याङ्कन हो? अप्सन ए निर्णयात्मक मूल्याङ्कन, बी निदानात्मक मूल्याङ्कन, सी निर्माणात्मक मूल्याङ्कन, डी प्राथमिक मूल्याङ्कन। यसको सही उत्तर रहेको छ निर्माणात्मक मूल्याङ्कन। प्रश्न नम्बर 43, तुलना गर्ने प्रश्न कस्तो किसिमको प्रश्न हो? अप्सन ए निबन्धात्मक प्रश्न, बी छोटो उत्तरात्मक प्रश्न, सी वस्तुगत प्रश्न, डी लामो उत्तरात्मक प्रश्न। यसको सही उत्तर रहेको छ निबन्धात्मक प्रश्न। प्रश्न नम्बर 44, शिक्षाको राष्ट्रिय उद्देश्यहरूको निर्धारण गर्दा मुख्य रूपमा के कुरामा जोड दिएको हुन्छ? अप्सन ए पाठ्यक्रमले तोकेको विषयवस्तुमा, बी शिक्षा नीति र कार्यनीतिहरूमा, सी राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशमा, डी संविधानले निर्दिष्ट गरेको उद्देश्य र शिक्षाको सार्वभौम सिद्धान्तमा। यसको सही उत्तर रहेको छ संविधानले निर्दिष्ट गरेको उद्देश्य र शिक्षाको सार्वभौम सिद्धान्तमा। प्रश्न नम्बर 45, राष्ट्रिय पाठ्यक्रम प्रारूप अनुसार एक पाठ्य घण्टा बराबर कति कार्य घण्टा हुन्छ? अप्सन ए 26, बी 32, सी 27, डी 28। यसको सही उत्तर रहेको छ 32। प्रश्न नम्बर 46, शैक्षिक तथ्याङ्क सङ्कलन तथा विश्लेषणको उपयोग अनिवार्य रूपमा हुने विषय कुन हो? अप्सन ए शैक्षिक निरीक्षण, बी शैक्षिक मूल्याङ्कन, सी शैक्षिक व्यवस्थापन, डी शैक्षिक पाठ्यक्रम। यसको सही उत्तर रहेको छ शैक्षिक मूल्याङ्कन। प्रश्न नम्बर 47, तथ्याङ्क प्रक्रिया कुन सही हो? अप्सन ए सङ्कलन, प्रशोधन, विश्लेषण, प्रविधिकरण र प्रयोग। अप्सन बी सङ्कलन पछि विश्लेषण पछि प्रशोधन, प्रशोधन पछि प्रविधिकरण र प्रयोग हुन्छ। सीमा रहेको छ सङ्कलन त्यसपछि विश्लेषण, विश्लेषण पछि प्रशोधन, प्रशोधन पछि प्रयोग, प्रयोग पछि प्रविधिकरण। डीमा रहेको छ सङ्कलन पहिला त्यसपछि प्रशोधन त्यसपछि विश्लेषण, विश्लेषण पछि प्रयोग, प्रयोग पछि प्रविधिकरण। यसको सही उत्तर रहेको छ पहिला सङ्कलन त्यसपछि प्रशोधन त्यसपछि विश्लेषण त्यसपछि प्रविधिकरण र प्रयोग। प्रश्न नम्बर 48, शैक्षिक तथ्याङ्कको प्राथमिक स्रोत कुन हो? अप्सन ए शिक्षा विकास तथा समन्वय इकाइ, बी स्रोत केन्द्र, सी विद्यालय,
डी शिक्षा तथा मानव स्रोत विकास केन्द्र। यसको सही उत्तर रहेको छ विद्यालय। प्रश्न नम्बर 49, निजामती कर्मचारीले सेवा अवधिभरमा जम्मा कति वर्ष असाधारण बिदा लिन पाउने प्रावधान छ? निजामती कर्मचारीले सेवा अवधिभरमा कति वर्ष असाधारण बिदा लिन पाउने प्रावधान छ? यहाँ चाहिँ बिदा रहेछ हैन, हल्का मिस्टेक रहेछ क्या। अप्सन ए 1 वर्ष, बी 2 वर्ष, सी 3 वर्ष, डी 5 वर्ष। यसको सही उत्तर रहेको छ 3 वर्ष। प्रश्न नम्बर 50, प्रत्येक वर्ष निजामती सेवा कुन दिन मनाइन्छ? अप्सन ए अश्विन 16 गते, बी भाद्र 1 गते, सी भाद्र 22 गते, डी कार्तिक 3 गते। यसको सही उत्तर रहेको छ भाद्र 22 गते। आई होप आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो? राम्रो लागेको खण्डमा लाइक, सेयर र सब्सक्राइब गर्न सक्नुहुन्छ भन्दै आजको भिडियोबाट बिदा चाहन्छु। भिडियो चाहिँ अब चाहिँ रेगुलर आउँछ। धन्यवाद।